Hello, Namaste. Welcome to my YouTube channel. It's June already. Can't believe half of the year has been passed away. अचम्म है हेर्दा हेर्दै साल बित्न लागिसक्यो अनि साल बित्दै जाँदा धेरै कुराहरू परिवर्तन भयो धेरै कुराहरूको अनुभवहरू पनि भयो यही अनुभवहरूलाई सिख बनाएर अगाडि बढिरहेको छु र त्यही अनुभवहरूलाई हजुरहरूसँग साझा गर्ने सोचेर मैले यो च्यानल सुरु गरेको हो। आशा छ धेरै माया साथ सहयोग अनि आफ्नो विचारहरू साझा गरेर मलाई मार्गदर्शन गर्नुहुन्छ भन्ने भन्ने विश्वासको साथ आज यो भिडियो सुरु गरौँ है त। म आफ्नो बारेमा धेरै कुराहरू अगाडि सेयर गर्दै जानेछु बट फर्स्ट थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। आफ्नो बारेमा कुरा गर्दाखेरि चाहिँ म अहिले आफूलाई नै जान्नको लागि म आफूलाई नै बुझ्नको लागि डिस्कभरिङ फेजमा छु भनौँ न होइन। अनि यसले गर्दाखेरि चाहिँ मलाई एक्चुअलमा मलाई के मनपर्छ के राम्रो लाग्छ मलाई के चिजले खुसी बनाउँछ म के चिजमा खुसी हुन्छु भन्ने कुराहरू चाहिँ म डिस्कभर गरिराखेको छु। अनि अलिकति मात्र मलाई थाहा हुँदैछ कि अझै धेरै कुराहरू जान्न बाँकी छ आफ्नो बारेमा। तपाईहरूलाई थाहा छ आफ्नो बारेमा के मनपर्छ किन मनपर्छ कस्तो मनपर्छ यी सबै चिजहरू आफ्नो बारेमा भन्नेपछि आफ्नो बारेमा। अनि कसरी डिस्कभर गर्नुभयो तपाईँहरूले आफ्नो बारेमा चाहिँ यो सबै चिजहरू मसँग पनि सेयर गर्नु होला है त। हामीलाई थाहा हुँदैन यो कुराहरू बुझ्नको लागि धेरै टाइम लाग्दो रहेछ अहिले पनि होइन अहिले पनि धेरै कुराहरू सिक्न बाँकी नै छ अझै पनि। सो म अहिले डिस्कभरिङ फेजमा नै छु त्यही भएर डिस्कभर गर्दैछु थोरै चिजहरू बुझ्ने कोसिस गर्दैछु। त्यही भएर म एकदम ध्यान दिएर आँखा बन्द गरेर एक्सेल इनहेल गरेर एकदम आफूलाई काम राखेर बुझ्ने कोसिस गरिरहेको छु भनौँ होइन कसरी भन्छ यस्तो चिजलाई या बट यही हो। अनि कति धेरै कुराहरू थाहा भएको छ लाइक यो बाउन्ड्री भन्छ नि सर्कल भ्यालु यो सबै चिजहरू बुझ्नको लागि धेरै नै आफूलाई टाइम दिनुपर्ने रहेछ होइन। अनि त कुनै सर्टमा छोटो भनिएको कुराहरू पनि बुझिँदैन त्यसको मिनिङ बुझिँदैन नि त सुन्नेको हुन्छ ए ओके जस्तो पनि लाग्छ तर एक्चुअलमा त्यसले भन्न खोजेको के हो हामीलाई थाहा हुँदैन नि त होइन बुझिँदैन नि त। सो यो कुराहरू भयो
यसरी नै मैले पनि आफूलाई बुझिरहेको छु, बुझ्न खोजिरहेको छु। त्यसमध्येमा पनि धेरै कुराहरू छ म अगाडि सेयर गर्दै गर्छु। धेरै कुराहरू डिस्कभर गरेको छु मैले। अनि आजको टपिकमा चाहिँ आफ्नो बारेमा भन्दाखेरि एउटा टपिकमा कुरा गरौँ है त, लाइक एन्ड डिसलाइकको बारेमा कुरा गरौँ। मलाई कुनै सिचुएसनहरू यस्तो हुन्छ नि, तपाईँलाई त्यो सिचुएसनले छिटो एट्र्याक्ट पनि गरिहाल्छ, बट त्यो चिजसँग युज टु हुँदै गइसकेपछि त्यसमा तपाईँ इन्जोय नै गर्नुहुन्न नि, त्यो चिजसँग भाइब नै मिल्दैन नि आफ्नो। के हुन्छ, भाइब अफ भन्छ त्यसलाई, हुन्छ कि हुँदैन तपाईँहरूलाई त्यस्तो? मलाई चाहिँ त्यस्तो आइहाल्छ क्या। कुनै पनि चिजले, कुनै पनि मान्छेले, या कुनै पनि एउटा सर्टेन चिज भनौँ न, त्यसले एट्र्याक्ट भयो भने अनि ओके, त्यसको बारेमा अलिकति खुलेर बुझ्न खोज्दाखेरि यो वाला फिलिङ के भन्छ त्यसलाई, त्यो हेट होइन, तर के भन्छ यसलाई, कसरी भन्छ, तर त्यो अफ भाइब आउँछ नि एउटा, सङ्गत गर्दै गएपछि भनौँ, या त्यो चिजमा अझ त्यो चिजको बारेमा अझै डेप्थमा जाँदै गर्दाखेरि भनौँ, त्यो अफ भाइब मिल्छ नि एउटा। अनि यो चिजलाई चाहिँ मैले एकदमै आजकल इग्नोर गर्दिनँ कि यो चिजलाई चाहिँ। मलाई केही चिजले डिस्टर्ब भयो या कुनै चिजबाट त्यस्तो अफ भाइब आइहाल्यो भने म मेरो सामानहरू पनि सुरुमा मन परेर म किनेको हुन्छु भने त्यसलाई राख्दै या युज गर्दै त्यसले त्यो फुलफिलमेन्टै पुरा गर्दैन नि, जुन आफूले सोचेर लिएको हुन्छ। त्यो नभएपछि म त्यसलाई फालिदिइहाल्छु या त्यसलाई मेरो आँखाभन्दा टाढो पुऱ्याइदिइहाल्छु। त्यो अगाडि भइरह्यो भने डिस्ट्र्याक्ट पनि, अनि त्यही वरिपरि घुमिरहन्छ नि त, होइन, अरूतिर फोकसै जाँदैन। यो चिजहरूलाई चाहिँ मैले एकदम विचार गरेर अगाडि बढिरहेको छु। तपाईँहरू कसरी ट्याकल गर्नुहुन्छ यस्तो चिजहरूसँग? हामी यस्तो चिजहरूलाई इग्नोर गर्न नचाहेर या गर्न नसकेर त्यसको वरिपरि रहिरहँदाखेरि कति धेरै डिस्टर्ब भएर हामी लाइफ जिइरहेको हुन्छौँ। यो कुरा विचार गर्नुभएको छ कि मैले मात्र ओभर थिङ्क गरेको हो यो चिजमा चाहिँ? तर त्यस्तो हुन्छ नि, होइन, हामीले कुनै चिजलाई हामी यो चिजहरूमा युज टु भएको भनौँ कि क्या हो। आजकलको भाइ बहिनीहरू चाहिँ अलि बुझ्ने भएको छ यो चिजहरूको बारेमा, अनि खुसी लाग्छ क्या उनीहरूलाई हेर्दाखेरि। उनीहरूलाई हेरेर मैले पनि केही सिकिरहेको छु भन्ने हुन्छ नि त। या मैले बुझेको कुरा चाहिँ यही हो, सेयर गरेँ। कस्तो लाग्यो तपाईँहरूलाई? तपाईँहरूको के छ ओपिनियन यो बारेमा? सेयर गर्नु होला है त।